सो हेलो एभ्रिवान साथीहरू, तपाईहरू चाहिँ हैन सब कतिजनाले आफ्नो स्कुलहरू मिस गर्नुहुन्छ होला है। अभियसली गर्नुहुन्छै हुन्छ, किनभने अब त्यो जुन चाहिँ बाल्यकालहरू बचपनाहरू त स्कुलमै गुज्रेको हुन्छ। अन्त एकदम मिठो मिठो यादहरू चाहिँ स्कुलमै हुन्छ है। साथीभाइसँग टिचरहरूसँग बदमासी गरेको, आफूले धेरै कुरा सिकेको हैन, ज्ञानी भएको कारण स्कुलको कारण हो नि त हैन, एउटा कारण। अन्त के भन्नुहोस् त, तपाईहरूको स्कुल त टाढो टाढो होला हैन, मिस गर्नुहुन्छ होला। काश स्कुल एकखेप हेर्नु पाएको भए, स्कुल एकखेप गएर हेर्नु पाएको भए कस्तो भयो होला, के भयो होला, हामी पढ्दा त यस्तो थियो उस्तो थियो भनेर सोच्नुहुन्छ होला। मेरो चाहिँ दिनरात हिँडाइ छ स्कुल बाटो। यो चाहिँ हाम्रो स्कुल ग्राउन्ड हो हैन, यो तलको यहाँ पर देख्न सक्नुहुन्छ ग्यालेरीहरू। तर हामी पढ्दाखेरि चाहिँ अफसोस की बात, यो ग्यालेरीहरू केही थिएन हो। यो ग्यालेरीको जग्गामा चाहिँ यस्तो पाखा थियो, हामीले चाहिँ यस्तो हुन्छ नि कोही बेला चाहिँ हँसियाहरू बोकेर आउनुपर्ने, बामफोकहरू, अन्त प्लान्टहरू केटीहरूले हैन, केटाहरूले हतियारहरू लिएर चाहिँ यो पाखा चाहिँ यस्तो फार्नुपर्ने। अन्त जग्गा जग्गा क्लास वाइज दिनुभएको थियो, एरिया छुट्याइदिनु भएको थियो। यो भित्तामा एकदम फुल रोप्नुपर्ने, सफा गर्नुपर्ने हैन। त्यहाँबाट त्यस्तो थियो हाम्रो पढ्दा, हामी पढ्दाखेरि। अहिले चाहिँ हेर्नुहोस् त, अहिलेको नानीहरूलाई कति मजा छ, साफसफाइ पनि साह्रै हामीले जतिको त गर्छ जस्तो लाग्दैन अहिलेकोहरूले। हामीले त आम्मामामा लिङ्चे स्कुल पढ्दा त्यतिकै सफा गर्नु पर्यो, अन्त सिङताम स्कुल पढ्दा त्यतिकै सफा गर्नु पर्यो, इभन वालबाटो धरी पनि सफा गर्नु पर्यो हैन। तर केही छैन, त्यो कुराबाट आफू साफसफाइ बस्नुपर्छ र आफ्नो सराउन्डिङ पनि सफा राख्नुपर्छ भन्ने ज्ञान त सिकियो नि त हैन। त्यतिकै खेरो त गएन। अन्त मेन कुरा चाहिँ के भन्दै थियो भने चाहिँ, तपाईँहरू चाहिँ मिस गर्नुहुन्छ होला, तर म चाहिँ दिनरात यही स्कुलको बाटो आउनु जानु चल्छ। अन्त यो स्कुल बाटो हिँड्दाखेरि हैन, पहिला हामी पढ्दा त यस्तो थिएन, अलिक डिफ्रेन्ट थियो। अब अहिले त समयअनुसार डेभलप पनि हुनु पर्यो हैन, धेरै डेभलप भइसकेको छ, गेटहरू यस्तोहरू छ हो। अब हामी पढ्दा त खुल्ला नि, एकदम खुल्ला, छुट्टीको दिन पनि आएर स्कुलमा खेलेर गर्थ्यौँ हैन। अन्त एक प्रकारले के हो, भाग्यमानी नि है, म भाग्यमानी लाग्छ के हो, आफ्नो स्कुलको यादगार पलहरू याद गर्दै हिँड्न सक्छु हैन। कोही बेला कस्तो थकान लागिरहेको हुन्छ, उकालो हिँड्नु हरेस लागिरहेको हुन्छ, स्कुल हेर्छु हैन, पुरानो यादहरू बल्झिन्छ, साथीभाइसँग गरेको बदमासी, अन्त खेलेको कुदेको सबै थोकहरू याद आउँछ क्या हो। त्यो कुराले चाहिँ सम्झिँदै हाँस्दै हिँड्छु म चाहिँ हैन। एक्लै हाँस्नको लागि कसैले हँसाउनु पर्छ हेनतेन भन्ने पनि हुँदैन मेरोमा चाहिँ। मलाई चाहिँ हैन, एक्लै हिँड्छु, के कुरा या स्कुलको कुराहरू सम्झिन्छु, हाँस उठ्छ, हाँस्दै हिँड्छु। पुरानो मेरो स्कुलको साथीभाइहरूलाई मिस गर्छु हैन। अन्त अहिले त सबैजना आफ्नो फ्युचर, आफ्नो करियर बनाउनुपट्टि लागेको छ, राम्रो कुरा हो हैन। त्यतिकै खाली बसेर यत्रो पढेर ज्ञान हासिल गरेको त खेरो जान्छ नि त। आफूले केही न कुछ सानोतिनो भए पनि काम त गरेर आफूलाई त अरे पाल्नु पर्यो नि त हैन, आफ्नो फ्यामिली टेक ओभर गर्नु पर्यो हैन। अन्त त्यही भन्न चाहेको नि, म चाहिँ लक्की छु है, मेरो स्कुल चाहिँ यहीँ हो। म पढेको चाहिँ यो स्कुल चाहिँ लिङ्चे सुमिन लिङ्चे सेकेन्ड्री स्कुल भनिन्छ है। यो स्कुल चाहिँ म क्लास प्रीदेखि लिएर गएको 10सम्म चाहिँ पढेको है, र 10सम्म मात्रै छ यहाँनिर। अन्त 11-12 चाहिँ म सिङताम गभर्मेन्ट सिनियर सेकेन्ड्री स्कुल सिङताम पढेको है। मजाको मिठो यादगारहरू छ, तपाईँहरूलाई नि याद आयो होला स्कुलहरू है। मिस गर्नुहोस् न, अनुहारमा अर्कै प्रकारको मुस्कान आउँछ, तपाईँहरूको साथीभाइहरू सम्झिनुहुन्छ है, त्यो बाल्यपनको उमेरमा सम्झिनुहुन्छ हैन, मजा लाग्छ क्या हो। सो त्यही भन्नु चाहेको, बाई बाई।